नमस्कार दर्शकबिन्द, हाम्रो शेरू बेबी र केपु बेबीले भुटानी बन्धु सरकार बनाएर 10-11 महिनामै देशलाई काया पलट गरेपछि यो सरकारको काम देखेर जनताहरू अचम्मित परेपछि जनताहरू खुसीले गत भएर दारा किट्न थालेपछि आहा कति मजाका नेता, यो नेता त मरेपछि स्वर्ग जान्छ होला, चाँडै जानु नि बरु भनेर जनताले आशीर्वाद दिएपछि सरकारको काम देखेर जनताको शरीरभरि काँडा उम्रेर आङजिङ जिरिङ भएपछि जनताले मायाले कमेन्ट भरि लोकल इंग्लिश बोलेर सम्मान गरेपछि त्यही माथि अचम्मको कुरो भ्रष्टाचारको छानबिन गर्न मन्जु खाँडलाई दिएपछि आज पनि उदु बेबीले अर्को फ्यान्टास्टिक भिडियो लिएर आइसकेको छ। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पुत्लुक हानेर सब्स्क्राइब गर्नु होला। गरिसक्नु भएको छ भने तपाईहरुलाई हृदयको देब्रे कुनाबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हृदयको दाहिने कुनाबाट दिन खोजेको थिए कि मेरो ढ्यास बुढी नि दाहिनेपट्टि फ्यात्ता आएर बसेकी रहेछ, निक्लिदै निक्लिन। खैर यो कुरा छाडौं, अब कन्टेन्टमा जाउँ। मन्जु भाउजूको कुरा गर्नु भन्दा अगाडि यो भुटानी बन्धु सरकारले 10-11 महिनामा के गर्यो यो सर्टकटमा सम्झिउँ न ल। सम्झ्यौ के गर्नु, अब सुन्नै सम्झिनै मन नलाग्ने छ र पनि सम्झिउँ न हैन। यो सरकारले जनताले अर्को जुनीमा पनि नबिर्सिने खालको अविस्मरणीय कामहरू गरेको छ। यो कामहरू सुन्नु भन्दा अगाडि तपाईको छेउमा एक बोतल पानी राख्नु होला अनि एउटा करेला राख्नु होला। रिस उठ्ने बित्तिकै करेला गडम गडम टोक्नु होला। प्रेसर हत्तै बढ्न सक्छ नि त, रिसले प्रेसर त डाउन गर्नु पर्यो नि त। मैले पनि तपाईहरुलाई सुनाउँदै प्रेसर बढ्छ कि भनेर रेडी पार राखेको छु। शाबाश बेटा। यो सरकारले पहिलो काम गरेको भनेको सरकार बनेको आधी घण्टादेखि नै कुलमान घिसिङलाई किचकिच गरेर फोकट्या स्पष्टीकरणहरू सोधेर हैरान पार्यो। बिजुलीको बिल उठाउन खोज्दा उल्टै व्यापारीको पक्षमा लागेर यो कुलमान जस्तो फटा कोही छैन, हामीलाई कमिसन खानै दिएन भनेर अन्तत निकालेरै छाडे। अहिले दिनमा 5-7 पटक लाइन जान्छ। राइस कुकरमा भात पकायो भने आधा काँचै हुन्छ। सालाले लाइन काट्यो भन्दै सबै भुतभुताउँछन्, तर हर्क साम्पाङले चाहिँ सालामा गदा पनि थपेर भन्छन्। जनताहरू दीपक खड्का गाला पड्का भन्दै भिडियो बनाइरहेछन्, तर उहाँहरूलाई म जानकारी गराउन चाहन्छु उहाँलाई अस्ति मन्त्री हुने बित्तिकै एउटा केटोले पड्काइसकेको छ। हिजो त महावीर पुन पनि रिसाउनु भएछ, यो दुष्ट पापी अधर्मी ऊर्जा मन्त्रीलाई हटाउनु पर्छ भनेर स्ट्याटस लेख्नु भएछ, तर दुष्ट पापी अधर्मीहरूले नै मिलेर देश चलाएका छन्। कसले हटाउने भन्दैछन् जनता। अर्को काम, त्यतिखेर कुलमानको पक्षमा बोल्ने राज्य मन्त्री तामाङलाई पनि निकाले। 47 अर्ब नाफालाई एकै महिनामा 5 अर्ब घाटामा झारे। के गर्नु मरेका स्यालहरूलाई भन्दैछन् जनता। अर्को काम, गिरीबन्धु र भुटानी शरणार्थीको फाइललाई घोप्टो पारेर कुकुर बाँध्ने साङ्गीले बाँधेर राखे। हुँदा 5 वर्ष उताको भ्रष्टाचारको फाइलहरू खोल्न नपाइने कानुनै नलाग्ने विधेयक ल्याए, तर सबैको विरोध भएपछि पछि हटे। प्रधानमन्त्री जहाँ पुग्छन् त्यही नाराबाजी हुन थाल्यो। हुँदा पेट्रोल खाजा दिँदा पनि आफ्नै कार्यकर्ताले भाषण सुन्न छोडे। प्रधानमन्त्री आफैले ललिता निवास प्रकरणमा छानबिन गरिरहेको अभियुक्तबाट 1 अर्ब दान लिने काम गरे। किन लिएको यस्तो दान भन्ने कमरेडहरूलाई 7 डाँडा पुग्ने गरी कटाएर कारबाही गरे। बालेनलाई जता जे गर्दा पनि अवरोध मात्रै गरे। कम्बोडियामा हेड अफिस भएको एनसीएललाई 16 अर्ब कर तिर्न कानुनमै नभएको किस्ता सुविधा प्रदान गरे। यस्ता कामै नाथे त कति गरे। राणा कालमा जस्तो सामाजिक सञ्जालबाट अत्याधिक गाली खाइयो भनेर नियन्त्रण विधेयक धरि ल्याए। हुँदा लाइक कमेन्ट सब्स्क्राइब गर्ने धरीलाई जेल सजाए भनेर कानुन बनाउन खोजे, तर पार लागेन। मानव तस्करमा जोडिएको लीला बल्लभ अधिकारीलाई बुबुले नुहाएर चोख्याएर पठाए। कस्तो सुन्यो नि, केटाकेटीसँग बोल्ने बानी भएछ कि। दुधले नुहाएर चोख्याएर पठाए। 4 महिना अघिदेखि विपदको पूर्व सूचना हुँदा पनि विपद व्यवस्थापन गर्न नसकेर 250 भन्दा बढीको ज्यान गयो। नेताको बर्थडेमा उड्ने हेलिकप्टर जनतालाई बाढीले बगाउँदा धुरीमा अड्केकाहरूले गुहार माग्दा पनि भिजिबिलिटी पुगेन भनेर उडाउन सकेनन्, जनतालाई बचाउन सकेनन्। पाथीभारामा स्थानीयको सहमति बेगर व्यवसायी चन्द्र ढकाललाई केबल कार बनाउन दिए। सरकारले मिलाउनु पर्नेमा आफै न्यु खोज्दै झडप बनायो। एकजनाको मृत्यु पनि गरायो। त्रिविका उपकुलपति प्राध्यापक डाक्टर केशरजङ बराललाई अनावश्यक दबाब दिएर काम गर्न नदिएर राजीनामा गर्न बाध्य बनायो अनि आफ्नो अनुकूलको मान्छे हाल्यो। शिक्षक आन्दोलनको समयमा शिक्षा मन्त्रीलाई काम गर्न नदिएर राजीनामा गर्न बाध्य बनायो।
तर स्वास्थ्यको कारणले सक्नु भएन भनेर हावा गफ पेल्यो। पोखरा विमानस्थलमा 10 अर्ब बढी घोटाला भएको प्रतिवेदन आयो, तर सरकारले कारबाही गर्न त के तातो न भुत्लो मतलब नै गरेन। खाओ खाओ अब हामी बुढा भइन्जेल त हो नि, मोज गर केटा हो भनेर भन्दैछन् जनता। सहकारीको प्रतिवेदन आयो, सहकारीमा नजोडिएको रवि लामिछानेलाई दिलो ज्यान दिएर जेल कोस्न लागि परे, तर आफ्नैले 87 अर्ब सहकारीको रकम अपचलन गरेका छन्। उनीहरूलाई विश्वको सबैभन्दा चोखो मान्छे बनाएर एटेक फोरेट रक्सी छर्केर माननीय बनाएर राखेका छन्। आइजिपी एआइजी डिआइजी ककसको भागमा बनाउने भनेर सहमति गरे। संविधान संशोधन गर्ने भनेर बनेको सरकारले केही भुत्लो भाङ संशोधन गर्न सकेन। आफै सरकारमा आफै सडकमा आएर नाटक देखाए। कांग्रेस एमाले भागभण्डा मिलाउँदा 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 हत्तु हैरान भए। गभर्नर नियुक्ति गर्न 2-3 महिना लगाए। लास्टमा कांग्रेसको विश्व पौडेललाई बनाए। उहाँको इन्टरभ्यू हेर्दा त निकै बुद्धिजीवी जस्तो लाग्यो, निकै केही गर्नुहुन्छ जस्तो लाग्यो, तर अब पार्टीको इशारामा नाच्ने गभर्नर भएपछि बुद्धिजीवीको बुद्धि हराउँछ, जीवी मात्रै रहन्छ। अनि पार्टीले मेमोरीमा जे जीवी भर्यो त्यो काम हुन्छ, अनि यत्रा हुन्छ। अस्ति राजावादीले 15 गते आन्दोलनको घोषणा गरे। प्रधानमन्त्रीले चाहिँ काण्ड ठुलो नहोस्, आन्दोलन ठुलो नहोस् भनेर मिलाउनु पर्नेमा झन् त्यस्ता मुला 10-12 हजारको आन्दोलन हुँदै गर्छ, के नाप्छन् यिनीहरूले भनेर खिच्याए, उकासे। धेरै तोडफोडहरू आगजनी भयो। डेट एक्सपायर असुल ग्यासहरू हाने, त्यो पनि घरमाथिबाट प्लानिङ गरेर हान्ने काम गरे। कसैलाई छानबिन भएन, समिति नै बनेन, धेरैलाई पक्राउ गरे। धवल शमशेर राणालाई चाहिँ अर्को लेडिज राणाले निकाले, तर अरू रविन्द्र मिश्र दुर्गा प्रसाईलाई प्रतिशोध गरे। जीवी राईलाई पक्राउ किन गरिनस् भनेर बुरुक बुरुक उफ्रेर कराउने रमेश लेखक, निर्मला पन्तको हत्यारा खोइ भन्ने रमेश लेखक आफै गृहमन्त्री हुँदा आँखामा पुरै काँक्रो राखेर चिप्याक्समा बसिरहेका छन्। पछिल्लो 9 महिनाको अवधिमा मात्रै देशले 11 खर्ब 21 अर्ब 33 करोड व्यापार घाटा बेहोरेको छ। 2 खर्ब 33 अर्ब सार्वजनिक ऋण थपिएको छ। विश्वको ग्रे लिस्टमा देश पुगेको छ। तर हरेक ठाउँमा विकासको नाममा अहिले पनि भ्रष्टाचार मात्रै गरिरहेका छन्। अर्को चुनाव जित्न पैसा भेला पारिरहेका छन्, लगेर मुन्ना भाइ स्टाइलमा भन्दैछन् जनता। छोडिदिउँ यस्ता थोत्रै कुरा। यिनीहरूको काण्ड भन्न थाल्यो भने नि 3 दिन लाग्छ। अब नयाँ कुरा गरौँ। भुटानी शरणार्थी काण्डमा मुसिएर एकपटक बाघगारे बाघ भएर बुढा जेलमा पर्दा पनि भाग्नुको धुनमा भेट्न आउन नपाएर सरकार ढालेर फाइल बन्द गराएर आफ्नो रक्षा गर्न सफल हाम्री अर्की राष्ट्रिय भाउजू मन्जु खाँडलाई भैरवा विमानस्थलको छानबिन समितिको संयोजकको जिम्मेवारी दिएको रे। ए भगवान, यो जुनीमा के देख्नु पर्ने भयो हामीले। भगवानको लीला पनि अपरम्पार नै हुँदो रहेछ हौ। अस्तिको दिन मात्र सहकारीको मुद्दा लागेको माया राई र यी मन्जु खाँड पार्टीले हामीलाई त्यत्रो मुद्दा पर्दा पनि सहयोग गरेन भन्दै डुवा रोकाए रे। अब निष्पक्ष छानबिन गर्यो भने यी भाउजूले टाप हान्नुपर्ने स्थिति छ। अनि यिनले अर्काको घोटालाको के छानबिन गर्लिन् र? के सुन्नुपर्छ हौ? मार न बरु खाओ मलाई भन्दैछन् जनता। म त केही सोच्नै सकिरहेको छुइनँ हौ। हाम्रो मामालाई सोध्नु पर्यो। मामा, यो मन्जु खाँड भन्ने मान्छे कस्तो मान्छे हो? मन्जु खाँड भन्ने मान्छे कस्तो मान्छे भन्दाखेरि नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका विरुद्ध उजुरी छ। त्यो त मलाई पनि थाहा छ कि मामा। अनि भैरवा विमानस्थलको छानबिन प्रमुख बनाएर त नि त्यस्ता मान्छेलाई चाहिँ त्यो भैरवा विमानस्थलको छानबिन दिने बिरालोलाई लगेर चाहिँ दुध राख्न रुङ नदिउँ, कुकुरलाई मासु रुङ भनिदिउँ। अब के गर्नु मामा, लेखान्तमै यस्तै रहेछ, छोडिदिउँ। अब चोरलाई चौतारीमा राखिदिउँ, होइन? हो नि मामा, तर यसरी कुरालाई लम्बा चौडाइ नगर्नु त। मन्जु खाँड के हो ठ्याक्कै एक शब्दमा भनिदिनु त। यो मन्जु खाँड भ्रष्ट हो। अनि आर्जु राणा चाहिँ? आरजु राणा भ्रष्टाचार हो। होइन मामा, व्याकरण मिलेन, भ्रष्टाचारी हो भन्नु न। भ्रष्टाचारी हो, होइन? हो। यस्ता भ्रष्टाचारीहरूलाई लिएर हिँड्ने केपी ओलीलाई के भन्न चाहनुहुन्छ भन्नु त? यस्ता भ्रष्टहरूलाई लिएर हिँड्ने केपी ओलीले सुशासनको गफ दिन मिल्छ? मिलिरहेछ त। तपाईँले भनेर भयो, उहाँको सरकार आएपछि उहाँको पार्टीको जस्तो सुकै काण्ड पनि सामसुम हुन्छ। त्यही हो सुशासन भनेको। गिरीबन्धु गममा खान्छ। नक्कली भुटानी शरणार्थी प्रकरण गर्ने मान्छे म युँ भनेर हिँडेछ। यता तोरी लाउरेहरूलाई तपाईँको चाहिँ अब प्रधानमन्त्री मान्नु परेछ। हेर्नुहोस् के गर्नु मामा, हाम्रो भाग्य नै यस्तै रहेछ। धन्न तोरी लाउरेसम्म पाइएको छ।
म त फापर लाउरे पर्छ कि भनेर लास्टै डर लागिरहेको थियो। मन बुझाउनु पर्छ, अब के गर्नु त अब। अनि अस्ति मदन भण्डारीको बारेमा स्ट्याटस लेख्नु भएको थियो अरे त। अस्ति मैले स्ट्याटसमा के लेखेको थिएँ भने हजुर, यदि नेपालमा मदन भण्डारीको हत्या भएको थिएन भने केपी ओली झापातिर उखानटुका हानेर हिँड्थे। त्यसपछि आएर अर्को तपाईँको चाहिँ प्रचण्ड भन्ने मान्छे नेपाली सेनाको कुनै एउटा पदमा कुनै शिक्षक भएर हिँड्थे। ए तर पनि तपाईँभन्दा त गतिले हुने रहेछन्। यो कुरा छोडिदिउँ मामा। अनि मन्जु खानले छानबिन गर्छिन् त? त्यस्ता भ्रष्टले के छानबिन गर्नु बिचरा। कमिसन बोराका बोरा चाहिँ आउने भयो। अब यही मौकामा है तँलाई म चाहिँ छुट दिन्छु है भनेपछि 2-4 बोरा पैसा त यिनको घरमै पुग्ने भयो। अब के गर्ने? अब के गर्नु हौ, टुवा परेर हेर्नु त होला नि कि साथीहरूलाई भनेर घरमा घेरा हानिदिउँ कि क्या हो? त्यस तिनको घरमा घेरा हाल्नु साथीहरू हो। रेला पो गरेको त डुबाउँछन् कि क्या हो बुढाले? म नेपालको चाहिँ अनुसन्धान विभाग, पुलिस, सेनालाई भन्छु, जासुसी संयन्त्रलाई भन्छु। तपाईँले भनेर के गर्नु? टेर्ने भए पो शेरबहादुर जिउँदो भइन्जेल यिनीहरूलाई थुन्ने सपना नदेखे पनि हुन्छ। त्यो मन्जु खाँडको घरमा चाहिँ घेरा हाल्नुहोस् है। पैसाका बोरा ल्याएर उनले चाहिँ केही भएन भन्ने बेर छैन। उता जानु, अरूलाई उल्काएर आफू चाहिँ भाग्नलाई होला। म त भ्याउँदिनँ। एक हाते गाई छ, म बिना दुधै दिँदैन गाईले। यता फेरि हाम्रो प्रचण्ड दादाले डाक्टर बाबुराम भट्टराईलाई सबैभन्दा बुद्धि नभएको डाक्टर भन्नुभएछ। यो चाहिँ सही लाग्यो है मलाई। अस्ति नै आफै प्रचण्डले बुढी गण्डकीको 9 अर्ब कर्लप्पै खायो भन्दै उफ्रिँदै दिए। अनि चुनाव लागेपछि फेरि प्रचण्ड जतिको कोही छैन भन्दै आफ्नै निर्वाचन क्षेत्रबाट उठाएर जिताए। अनि बुद्धि भएकोले त्यसो गर्छ त? तपाईँहरू आफै भन्नु त। ए नभन्नु, म सुन्दिनँ। अब तपाईँहरू त्यहाँ एक्लै भुतभुताएर के गर्नु? कमेन्टमा लेख्नु ल। यता फेरि हाम्रा बाले राष्ट्रिय युवा सङ्घको चयनमा चुनाव नगर्न निर्देशन दिनुभएछ। त्यो पनि ठिकै हो। आफूले भनेको थपक्कन टेर्ने आज्ञाकारी हलिराख्यो भने भविष्यलाई सजिलो हुन्छ। अब फेरि चुनावबाट कस्तो मान्छे आउने हो? भीमराव जस्तो आयो भने त सुली चेपाउँछ त फेरि। यता फेरि हाम्रो ऊर्जा मन्त्री दीपक दाईलाई विदेशबाट राति 12 बजे पनि बत्ती गयो भन्दै फोन गर्छन् रे केटाहरूले। अनि गर्छन् त। अनि केटाहरूले अहिले घरमा सीसी क्यामेरा लगाएर विदेशबाटै आफ्नो बच्चा घर हेर्छन्। लाइन भएन भने बच्चालाई गर्मी हुन्छ, पढ्न पाउँदैनन्, कम्ता टेन्सन हुन्छ। झन् बुढी चाहिँ चिट चोर्ने खालकी पर्दी भने लाइन गएको बेलामा उता मुटु ढुक 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 हुँदैन? तपाईँ पो परिवारसँग बसेर देश चुस्न देश बस्न पाउनु भएको छ। परदेशीलाई कम्ती तनाव छ, लाइन काट्ने होइन नि त्यहाँ। फेरि त्यहाँ लाइन काटेर अँध्यारो भएर केटाकेटीको एक्जाम बिग्रियो भने त्यहाँ हाम्रा बुढीहरू हरायो भने तपाईँले जिम्मा लिनुपर्छ नि फेरि। अन्त्यमा यो देशलाई गाइजहरूले ललिपप जस्तै चुसेर डन्ठी मात्रै बाँकी राख्न आँटिसके। जो सबैभन्दा बढी भ्रष्ट छ उसैलाई मन्त्री बनाउँछन्, छानबिन समितिको संयोजक बनाउँछन्, आफ्ना भ्रष्टलाई दिलो ज्यान दिएर बचाउँछन्, अरूको चाहिँ नभएको काण्डमा पनि मुसेर मुद्दा हालेर जाक्ने कोसिस गर्छन्, विदेशबाट ऋण ल्याइ भ्रष्टाचार गर्छन्। यो देखि पनि अझै हामी कार्यकर्ता नै हुने, जनता नहुने हो भने अब 2-4 वर्षमा हाम्रो देशको अस्तित्व नै रहने छैन। ऋणमै लिलाम हुन्छ हाम्रो देश। त्यसैले अब देश बचाउन नेतृत्व परिवर्तन गर्ने बेला आएको छ। सबैजनाले अहिलेदेखि नै विचार गर्दै गर्नु होला। तर जुनले मलाई मासु भात खुवाउँछ, 2-4 हजार दिन्छ, म त्यसैलाई दिन्छु भन्नुभयो भने चाहिँ खुत्यो। हस् त गाइज, तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। अनि कमेन्टमा आएर उदु बेबी तिम्रो ग्यास्ट्रिक निको भयो भनेर सोध्नु होला। म औषधिको नाम भनिदिन्छु। तर मलाई ग्यास्ट्रिक भए नि भओस्, वायु प्रदूषण भए नि भओस्, ध्वनि प्रदूषण भए पनि भओस्, तर हामीले एनसेल काण्ड सँगसँगै हाम्री राष्ट्रिय भाउजूहरूको भुस काण्ड चाहिँ बिर्सिनु हुँदैन। नहीं सुधरेगा रे बाबा, तू नहीं सुधरेगा।